ल च्यानलमा स्वागत छ तपाईहरु सबैजनालाई जो जतिले हेरिराख्नु भएको छ उहाँहरु सबैजनालाई स्वागत भन्न चाहन्छु र भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी आज अप्पर मुस्ताङमा छौं अनि अप्पर मुस्ताङमा यहाँसम्म आइपुग्दाखेरि हामीलाई 3 दिनको समय लागिसकेको छ। अनि हामी घरदेखि पहिलो दिन हामी पोखरा हुँदै बेनीसम्म आइपुग्यौं अनि त्यो यात्रा एकदमै राम्रो थियो, सहज थियो, सजिलो थियो, बाटो एकदमै राम्रो थियो, त्यसमा कुनै खालको अब्स्ट्याकल्सहरु केही फिल गरिएन। अनि दोस्रो दिन हामी बेनीमा बसेर आज यो घमी भन्ने ठाउँमा आइपुगेका छौं अनि यो ठाउँमा चाहिँ आइपुग्दाखेरि हाम्रो यात्रा एकदमै अविस्मरणीय भएको छ। बाटो एकदम अफ रोड, धुलो मैलो है, अनि त्यसपछि अल्ट्याङ पल्ट्याङ लडाई अनि सबै कुरा जाडो त्यही माथि हैन। त्यही सँगसँगै सबैभन्दा खुसीको कुरा चाहिँ के हो भने हामीले जुन पहाडहरु जुन हिमालहरुलाई देख्यो त्यसले चाहिँ सम्पूर्ण दुःख पीडाहरु त्यो धुलो मैलोहरु सबै बिर्साइदिने। अनि त्यसपछि आज यो छामी है, छामी भन्ने ठाउँसम्म आइपुग्दाखेरि यहाँ चाहिँ अहिले एकदमै जाडो छ। यो चाहिँ अप्पर मुस्ताङको ठाउँ हो, यो अप्पर मुस्ताङ। अनि यो अप्पर मुस्ताङको अहिलेको यहाँ तापक्रमको कुरा गर्ने हो भने -2-3 डिग्री रहेको रहेछ। मैले भर्खरै चेक गर्दाखेरि -2 अनि 3 डिग्री सम्मको तापक्रम रहेछ। खोला साइले ए बत्ती मर्यो साइले जी झरझर झरना जाडो भएपछि त के गर्ने हो। लेट्स गो। हिजो बेनीदेखि यहाँसम्म आइपुग्दाखेरि बाटो अफरोड, त्यो सँगसँगै हाम्रो यात्रा एकदमै अविस्मरणीय थियो। लजिङ फुडिङदेखि लिएर सबै कुराहरू राम्रो भयो। अनि यहाँ पनि आज यो छमीमा एकदमै राम्रो लजिङ फुडिङ हामीले पायौँ। यो चाहिँ रोयल हिमालयन गेस्ट हाउस भन्ने यो चाहिँ छामीको अप्पर मुस्ताङमा रहेको छ। यहाँ चाहिँ लजिङ फुडिङ एकदमै राम्रो सर्भ गर्नुभयो उहाँहरूले अनि एकदमै राम्रो भयो। अनि आजको हाम्रो तेस्रो दिनको टार्गेट चाहिँ लोमाङथानदेखि केही पर केरला भन्ने त्यो चाइनाको सिमानासम्म पुग्ने हाम्रो उद्देश्य टार्गेट रहेको छ। अच्छा, अहिले हामी लोमाङथाङको डाँडामा छौँ। यो धामी भन्ने ठाउँदेखि यहाँसम्म कठिन यात्राको साथ हामी लोमाङथाङ एकदमै राम्रो छ, हेर्नमा एकदमै ब्युटिफुल। यो सबै साइडतिर हिमालले घेरिएको छ। हामी त्यहाँ पुगेर फर्किदासम्म हामी मुक्तिनाथ अथवा जोमसोमसम्म पुग्ने हाम्रो टार्गेट रहेको छ। लेट्स सी के हुन्छ। बाटो अप्ठ्यारो छ, गाह्रो छ, धुलो मैलो छ, धेरै छ, तर त्यो सँगसँगै एकदमै राम्रो प्यानोरामिक भ्यूहरू, परिदृश्यहरू, हिमालको ब्युटिफुल सिनहरू हामी हेर्नेछौँ। त्यो पनि तपाईलाई देखाउनेछौँ।